दंडवाद नमस्कार। लाइभ नेपाली न्यूजको न्यूज अपडेटमा तपाईहरूलाई फेरि पनि हार्दिक स्वागत छ। देशभरका विभिन्न राजनीतिक घटनाक्रमका साथ उपस्थित भएका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोला। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेसन तस्बिर निर्वाचनको मत परिणाम अन्तिम परिणाम आएको छ र साथै नयाँ सरकार बनाउने तयारी सुरु भइसकेको छ। साथै जेलजी हत्या प्रकरणमा चन्द्रकुबेर खापुङ, पूर्व गृहमन्त्री रमेश लेखक, ओली लगायतहरू दोषी देखिएका छन् र उनीहरूमाथि अब पक्राउ पूर्जी जारी हुँदैछ। यसबारेमा पनि जानकारी आजको समाचारमा रहनेछ भने नव प्रधानमन्त्री बालेन शाहले कस्तो कदम चाल्छन्, गृहमन्त्री को बन्दैछ, यसको पूरा विवरण पनि आजको अपडेटमा समावेश गर्नेछौँ। र अन्य विविध समसामयिक राजनीतिक घटनाक्रम छन्। देशभरि चुनावको माहौलले कस्तो सफलता हात पार्यो र कसले कति सिट जिते, आजको